हाम्रो ऋषि धमलालाई राजनीतिमा कसले उस्कायो, किन एक्कासी राजनीतिमा आउनुभयो र कसले ल्यायो भन्नेहरूको सबैको गुनासो यही छ होइन। उहाँलाई राजनीतिमा उस्काउने व्यक्ति त चाहिँ उहाँ हुनुहुँदो रहेछ। ऋषि धमला जतिको मान्छे हामीले राष्ट्रिय राजनीतिमा ल्याउँदाखेरि जनताले मूल्याङ्कन गर्नुपर्छ। ऋषि धमला त एउटा नाम होइन नि त, ब्रान्ड हो। समझ रहे हो? समझ रहे हो आप? समझ रहे हो? 46 सालदेखि आज हामी जस्तो असली जेन्जीलाई बोकेर आज यहाँसम्म ल्याउनु भनेको कौन है ये लोग, कहाँ से आते हैं? नट अ जोक। कुनै माइकलालले गर्न सक्दैन यो कुरा। हामी दम्ब साथ भन्छौँ। तपाईँ रौतहट क्षेत्र नम्बर 4 या त रौतहटको कुनै क्षेत्रबाट लड्नुहुन्छ भने हामी गोली खानुपर्छ भने गोली खान म तपाईँको जिल्लामा पनि आउँछु, फेरि तपाईँलाई पनि हाम्रो जिल्लामा त तपाईँ आउने नै होइन नि। हाम्रो जिल्लामा त हामीले लिएर जाने हो ऋषि धमला। हामी स्वागत गर्छौँ सुनकोसीको गेटबाट ऋषि धमला। अघिबाट ऋषि दाई, जनता तिम्रो साथमा छन् भन्ने सेन्स हामी दिन्छौँ नि त।